मेरो कम्फर्ट फुड भनेकै दाल भात तरकारी जस्तो लाग्छ कि मलाई यो भएपछि चाहिँ केही पनि चाहिँदैन। अनि साग चाहिँ मलाई एकदम मनपर्छ। साग चाहिँ लट्टेको साग र लहरे साग चाहिँ मैले ल्याएको थिएँ। यसलाई धोई केराई गरेँ यसरी मजाले छलछल्दी धोएँ। अनि मजासँग तेल गरम गरेँ। अनि तेल गरम गरेपछि हल्का जिरा अनि लसुन अनि प्याज अनि रातो खुर्सानी राखेर मजाले चलाइदिएँ। रातो खुर्सानी चाहिँ एकदम मनपर्छ कि मलाई चाहिँ सागमा चाहिँ। यस्तो मजाले चलाइदिएँ। चलाएपछि चाहिँ यो साग राखिदिएँ मैले चाहिँ। यस्तो मजासँग यति राखेपछि केही पनि चाहिँदैन कि साग चाहिँ सिम्पल बनाउन मन लाग्छ। सबै खाना नि सिम्पल बनाउन मनपर्छ मलाई चाहिँ। यसरी साग राखिदिएँ। साग राखेपछि उल्टाइ-पल्टाइ गरेर चलायो। चलाएपछि हल्का नुन राख्यो। अनि यो चाहिँ रेडी हुन्छ। साग चाहिँ जुन दे पनि मनपर्छ क्या मलाई चाहिँ। यसरी मेरो साग चाहिँ रेडी भयो। अनि मलाई चाहिँ मासु पनि खाने मन लाग्यो आज। अनि त्यही कराईमा चाहिँ तेल गरम गरेँ। मासुलाई चाहिँ फ्राई गरेँ पोलेसुर। मलाई चाहिँ मासु पहिला परपर भुटेको मनपर्छ कि। अनि त्यो ग्रेभीवाला मन पर्दैन। परपर भुटेर चाहिँ रातो गरेर भुटेको मनपर्छ। यस्तै रातो गरेर भुटेँ। भुटेपछि बल्ल यसमा प्याजहरू राखेँ। अनि त्यो पेस्टहरू पनि धेरै राखेको मन पर्दैन। मसलाहरू चाहिँ हल्का मसला राखिदिन्छु मैले चाहिँ। लसुन अदुवाको पेस्ट चाहिँ थोरै हल्का राखेँ। अनि यो हरियो खुर्सानी पनि हल्का राखिदिएँ। राखेपछि टमाटर राखिदिएँ। अनि छोपी चाहिँ मैले मजासँग पकाएँ। बेसार पनि राख्नै भुलेको थिएँ कि भुट्दाखेरि हल्का बेसार र धनिया राखेर चाहिँ रेडी भयो। दाल पनि रेडी भयो मेरो। यसरी दाललाई झार्न लाग्यो मैले चाहिँ तोरीको तेलमा चाहिँ जिरा राखेँ। अनि त्यसपछि चाहिँ रातो खुर्सानी फेरि राखेँ। अनि लसुन अदुवा थोरै अनि थोरै प्याज अनि थोरै फेरि टमाटर पनि मनपर्छ मलाई। हल्का हल्का थोरै चाहिँ धेरै चाहिँ मसला मन पर्दैन। यसरी मजासँग झानिदिएँ। दाल पनि पाक्यो। दाल भात तरकारी भएपछि त अरू के नै चाहिन्छ र हामी नेपालीलाई। भात पनि सिटी लाग्यो। तात भात सिटी लाग्यो। यसरी चाहिँ मैले सलाद पनि गराएँ। अनि यसरी मजासँग